नमस्कार, म चाहिँ सिभिल इन्जिनियरिङ डिपार्टमेन्टको सिभिल इन्जिनियर युकेश गौतम। हाम्रो यो किसान बहुप्राविधिक शिक्षालयको स्टलमा चाहिँ हामीले सिभिल इन्जिनियरिङ डिपार्टको 3वटा मोडल र भेटनरीको चाहिँ हामीले अन्डाहरू राखेका छौँ। यो चाहिँ हाम्रो अर्थक्वेक रेजिस्टेन्स मोडल हो। यसमा चाहिँ हामीले के देखाउन खोजेका छौँ भन्दाखेरि हाम्रो यो कन्भेन्सनल मेथड जुन यो फिक्स बेस फाउन्डेसन फिक्स बेस राखिएको छ र यो चाहिँ विभिन्न भूकम्प आउने देशहरूले प्रयोग गर्ने विधि जसलाई बेस आइसोलेसन भन्छ त्यो विधि चाहिँ हामीले यसमा देखाउन खोजेका छौँ। यो सेक टेबल हामीले बनाउने प्रयास गरेका छौँ, म्यानुअली चाहिँ यसलाई हामीले अपरेट गरेका छौँ है। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि यो जुन फिक्स बेस मोडलको तुलनामा बेस आइसोलेसन चाहिँ यो स्प्रिङ जतातिर मुभ हुन्छ यो बिल्डिङ पनि त्यतैतिर मुभ हुने भएको हुनाले चाहिँ हाम्रो बिल्डिङ चाहिँ सेफ हुन्छ भन्ने कन्सेप्ट चाहिँ हामीले यसमा युज गरेका छौँ। त्यसै गरी हाम्रो चाहिँ यो के हो त भन्दाखेरि एउटा अर्बन मोडल हो। यो अर्बन रोड देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले एउटा बिल्डिङको रूपमा हाम्रो कलेजको क्यान्टिनलाई चाहिँ हामीले यहाँ युज गरेका छौँ। यहाँ चाहिँ अर्थक्वेक डिटेक्सन सिस्टम हामीले देखाउने प्रयास गरिरहेका छौँ। हामीले यदि यो पोल चाहिँ हाम्रो हल्लियो भने यहाँनिर चाहिँ के हुन्छ त भन्दा यसरी घन्टी हल्लिन्छ र बिप साउन्ड आउँछ भन्ने चाहिँ हामीले देखाउन खोजिरहेका छौँ भने त्यसै गरी हाम्रो चाहिँ के हो त भन्दाखेरि आगलागी भयो भने यसरी मोटरबाट चाहिँ पानी आउँछ ट्याङ्कीबाट र यसरी हामीले आगोलाई निभाउन सकिन्छ भन्ने सिस्टम देखाउन खोजिरहेका छौँ। हाम्रो रेसिडेन्टल बिल्डिङ हो। यो फ्रेम स्ट्रक्चरमा आधारित छ। यसमा चाहिँ हामीले बिम कोलुम र स्ल्याब देख्न सक्छौँ। यो एउटा पाल्पाको रामपुरको क्लाइन्टको अब बन्ने प्रपोज बिल्डिङ हो। हामीले यसलाई रेसिडेन्टल बिल्डिङको डेमोको रूपमा देखाउने प्रयास गरेका छौँ। यो चाहिँ हाम्रो भाइ बहिनीहरूले किसान बहुप्राविधिक शिक्षालयका सिभिल इन्जिनियरिङ डिपार्टका भाइ बहिनीहरूले बनाएको मोडलहरू हुन् भने यो चाहिँ हाम्रो पम्पिङ सिस्टम हाइड्रो पावर हो। यदि हाम्रो यो टर्बाइन घुम्यो भने चाहिँ हाम्रो के हुन्छ यसरी यहाँ चाहिँ बिजुली बल्छ भनेर चाहिँ हामीले सिस्टम देखाउन खोजिरहेका छौँ है। यदि यो अफ गर्यो भने यसरी इनर्जी चाहिँ कन्ज्युम हुन्छ र यो वाटरलाई चाहिँ हामीले फेरि पम्प के अरे स्टोरेज ट्याङ्कमा चाहिँ हामीले स्टोरेज गर्न सक्छौँ र त्यही पानीलाई फेरि पुनः चाहिँ हामीले टर्बाइन घुमाउन सक्छौँ भनेर देखाउन खोजिरहेका छौँ। हस्, धन्यवाद।